2 वर्ष भयो 2 वर्ष भयो अहिले के फलाउँदैन कतार गए दुनियाँको लन्डीमा चाहिँ गुमुत छोरे जगतका फल्सा फ्याँके हेलो गाइस हाम्रो भेरगाउँको हाम्रो काका भेरगाउँ 5 नम्बर हैन हो 5 नम्बर ल धनकुट नगरपालिका भेरगाउँ 2 का हाम्रो कृषक इन्द्र प्रसाद गुरागाई एज अ मेरो काका हुनुहुन्छ काका हामी साइनोले काका तर हामी साथीभाइ जस्तो हाम्रो बिहेभियर पनि हुन्छ के काका हामी एकदम मिलजुल मान्छे क्या काकाको आज म कृषकमा आएर छु काकाले पनि कृषि गर्दै हुनुहुन्छ र पहिल्यैदेखि र अनुभवी पनि हुनुहुन्छ अहिले चाहिँ भेरगाउँको अनि त्यसपछि मेरो भाइ पनि केही बुझ्नुको लागि आएको छ अनि काकालाई चाहिँ म के सोध्छु भने अब तपाईको वार्षिक कति कमाउनुहुन्छ र कसरी गरिरहनुहुन्छ र बजार व्यवस्थापन कस्तो छ अहिले सरकारले कस्तो गरिरहेछ र के फलाउनु भएको छ भने केही कुराहरू जानकारी लिएर आइसकेको छु गाइस कि प्लिज मलाई हेरेर साथ दिनुहोस् सम्पूर्ण मेरो भ्युअर्स दर्शकहरुलाई नमस्कार है ल हेरेर साथ दिनुहोस् तपाई यो कृषिमा कति भयो लाग्नु भएको मलाई बाबु भर्खर 2 वर्ष भयो 2 वर्ष भयो 2 वर्ष भयो अहिले के फलाउँदैन कतार गए दुनियाँको लन्डीमा चाहिँ गुमुत छोरे जगतका फल्सा फ्याँके केही नचलेर अहिले आएर चाहिँ आफ्नो चाहिँ यो खेतीमा लाग्दाखेरि मलाई आफ्नो तरकारी खान पाइने तपाईहरु साथीभाइलाई पनि दिन पाइने खुसी लागेर अहिले आफ्नो मेरो काममा लागेको छु बिक्री नभए पनि खान पाइयो नि त आफूले हैन तर बिक्री हुन्छ मूला चाहिँ कति पर्छ एक प्याकेट बिउलाई चाहिँ पर्छ 1200 पर्छ भनेदेखि हामीले चाहिँ 12 लाख पनि सकिन्छ गर्न सक्नु भने तर यहाँ मान्छे के मोबाइलमा व्यस्त तरुणले व्यस्त सारा व्यस्त भएर यहाँ सारा डुबेको कारणले गर्दाखेरि यहाँ देशले पनि ध्यान नसक्ने अवस्था भएको छ अब यहाँ यस्तै हो भनेदेखि सबै यहाँ तरुणी भएर मान्छे मर्ने अवस्था पनि भइसकेको छ हेर्दै जानु होला तपाईहरुले बुझ्नु जानु होला वार्षिक कति कमाउनुहुन्छ र वार्षिक त यहाँ खाना लाउन पुग्छ मजाले खाना लाउन पुग्छ मोज मस्ती गर्न पुग्छ मासु माछा मासु जे खानुहोस् तपाईँ सारा पुग्छ दबाई बिउ पछाडि पुग्छ धेरै रकम त भन्न सक्दैन 2-4 लाख हुन्छ 2-4 लाख रुपैयाँ वार्षिक हुन्छ अनि तपाईँ विदेशमा गरेको र यहाँ गरेकोमा के फरक पाउनु विदेशमा गरेको त दुनियाँको चाहिँ गुमुट छोड्नु पर्ने घिल लाग्ने अर्काको आइमाको जगतको फाल्सा फ्याँक्नु पर्ने होइन हाँसो उठ्दो कुरा तपाईँहरूलाई अब गर्नु भने आफ्नो आमाको गर्न त आफूले सक्दैन भने अर्का गर्न सकिन्छ त्यसो भएर अर्काको फाल्सा रगतको फाल्सा फ्याँकेर आइन कि लन्डीमा दुनियाँको चाहिँ गुद धोइन कि अहिले आएर आफ्नो सब्जी उब्जाएर खानु पाउँदाखेरि मलाई हर्ष छ भाउ ल ओके टमाटर मात्रै लाउनु भएको छ के लाउनु टमाटर छ कोपी छ अनि आलु छ मुला छ अनि गाजर छ गर्दै जाँदाखेरि जे पनि हुन्छ अब यहाँ सुन फल्छ नेपालमा ओके अनि तपाईले त्यो तपाईको लगानी चाहिँ कति छ त लगानी त कति नै छैन कति नै हुँदैन खट्नुपर्छ आफू खट्ने हो मान्छे लाउने होइन मान्छे लगायो भने त धेरै पर्छ आफूले खट्नु बिहान बेलुका चाहिँ घाम बस्तायो काम गर्ने बिहान काम गर्ने लगाउनशीलता हुनु भने कुनै खट्नु काम छैन कोही मान्छेको आवश्यक पर्दैन भनेपछि तपाईँ अनि कोला सोला नि लाउनु भएको थियो कोला त अब रोग लाग्यो अब यसको उपचार गर्न कुनै सरकारले हेर्न सकेन कसैले गर्न सकेन गरिरहेको छ मान्छे आँखा लाग्छ आँखा लागेपछि आँखा लाग्यो सबै मासिएर गयो सक्यो अब के चाहिँ गर्दा हुन्छ भनेर आफूले हेर्दाखेरि यही टमाटर लसुन प्याज आलु तोरी ब्रकौली इत्यादि लाउनुपर्छ मान्छे मर्दैन तपाईको वार्षिक 4-5 लाख मजाले हुन्छ बसी अलिअलि काम गरेको भरमा बाख्रा पनि छ खसी बोका छन् अनि गाई छन् अनि विदेशमा भएकोहरूलाई चाहिँ तपाईँ युवाहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ त नेपालमा भएका बाबुहरूलाई भन्छु तिमीहरू मोबाइलमा पहिलो सुरुमा तिम्रो मोबाइल फ्याँकिदियो नेपाली मान्छे भन्छौ 4 आनाको आम्दानी गर्दैनौ 50,000को मोबाइल किन्छु पहिले तिम्रो त्यही चुक्यौ दोस्रो नम्बरमा तिम्रो काम गर्छौ यदि भन्दाखेरि मोबाइल सोबाइल फ्याँक नेपालमा आएर चाहिँ भाडामा लिएर पनि काम गरेर उभो लाग्छौ गरिखानुपर्छ भनेपछि विदेशमा छैन करियर कति गर्छौ बल छ त गर्छौ बल नभए के गर्छौ मैले पनि यहाँ काम गर्न आउँदा सक्छु लाउँछु काम नगर्न लाउँछु काम गर्न सक्छु सक्दैन हो उनीहरूले बल र बुता हुन्जेल मात्रै विदेश बल र बुता सकेपछि के हुन्छ आफै रोएर मर्नुपर्छ अब सही कुरा गर्नुभयो अनि त्यो आउने युवाहरूलाई चाहिँ के कृषि लागौँ भन्ने खालको सन्देश दिनुहुन्छ कि के राई लिम्बूहरूले बङ्गुर पाल सुँगुर पाल गाई पाल गोरु पाल टमाटर रोप लसुन रोप प्याज रोप आलु रोप खान त पायो नि त बेच्न खाना मान्छे मर्छ खाना पाएपछि मर्दैन अनि किन चाहियो पैसा हामीलाई पैसा के सिरान लाउने हो होइन
सही कुरा गर्नुभयो सही कुरा गर्नुभयो भनेपछि काका अब जे होस् तपाईँको यो कृषि चाहिँ एकदम टमाटरहरू पनि राम्ररी फलाउनु भएछ होइन अब कफी सबै एभोकाडोहरू पनि टन्नै लाउनु भएको छ तपाईँ चाहिँ विदेशबाट फर्केपछि दुःख पाएर नै अब नेपालमै केही गर्छु भन्ने सोचले आयो कि के कसरी लाग्नुभयो त कृषि क्षेत्रमा यो हिस्ट्री खोल्नु बाबु राम्रो कुरा गरौँ तपाईँले मलाई मेरो भित्रको मुटु छुनुभयो विदेशमा म रोएँ दुनियाँका कपडा धुँदाखेरि दुनियाँका रगतका फाल्सा लक्षणीय भएका आएका बिहाका आइमेका रगतका फाल्साहरू फेल्दाखेरि मेरो हातमा अझै भाषा गनाउँछन् अझै गनाउँछन् त्यस हुनाले यो होइन विदेश होइन स्वदेश नेपाल हाम्रो आमाले जन्माएको देश हो यसमा हामी लाग्नुपर्छ यसमा हामी कहिले मर्ने मान्छे मर्दैन यहाँ कहिल्यै मान्छे भोको हुँदैन तर खट्नुपर्छ तर त्यहाँ के तरुनी र मोबाइल चाहिँ फ्याँक्नुपर्छ तपाईँको आउने युवाहरूलाई चाहिँ यही हो यही हो अनि तपाईँले भएर लाग्नुपर्छ कृषिमा लडाइँ गर्नुपर्छ कृषि लडाइँमा यही हो ओके अनि तपाईँलाई बजार व्यवस्थापन चाहिँ कस्तो लाग्छ नेपालको यो बजार व्यवस्थापन चाहिँ तपाईँले सरकारले अलिकति के गरिदियो भने सरकार चाहिँ चुतिया भइदियो क्या सरकारले हामीले बनाएको आम्दानी सरकारले चाहिँ मात्रै लिदिएको थियो भने 10 रुपियाँ किलो किनेर होस् लियो भने हामी त्यो लान्छौँ नि त तर कहिले 50 रुपियाँ कहिले 100 रुपियाँ यही टमाटर कहिले 100 हुन्छ कहिले यही टमाटर 50 हुन्छ 10 हुन्छ किन यो कसले गर्दा सरकारले गर्दा हो सरकारले ठ्याक्क चाहिँ एक लिँदोस् त कृषक पनि मर्दैन सारा नेपाली पनि विदेश जाँदैन त्यही भएको भनेपछि तपाईँको चित्त दुखाइ धेरै छ सरकारसँग दुखाइ छ चित्त दुखाइ सरकारसँग सरकार चुतिया छ सरकार डाका सरकार डाका हो ओके भनेपछि तपाईँले अहिले यो कृषक गरेर नै जो घर परिवार मजाले चलाउनु भयो मजाले चलिरहेछ काका बाउ बुढा लाङडा लाटा छन् खाना नपाउ बुढा छन् भने हामी चिया खाएको छ नास्ता खाएको छ भने यसैले भइरहेछ सरकारले पनि अलिकति केही न केही मनले दिएको पैसाले अलिकति उसलाई पनि भर्ती भएको छ जे होस् एमाले सरकार आइकन केही न केही भएको छ अझै हुनुपर्छ भएको छैन पुरा भएको छैन अझै हुनुपर्छ भन्ने तपाईँको कुरा हो अझै हुनुपर्छ तर सरकारले यो बजार व्यवस्थापन गरिदियोस् तँ गरोस् किनभने मेरो फलेको फल पनि भोलि उसले लियोस् किन 5 रुपियाँ किलो लियोस् तर लिनु पर्यो उसले लिनु पर्यो उसले ओके तपाईँको सुझाव त्यसो हो है भाइ ल सही कुरा हुन थ्याङ्क यू सो मच काका तपाईँले आदरणीय मेरो काकाले मलाई अमूल्य समय दिनुभएकोमा थ्याङ्क यू धेरै धेरै धन्यवाद काकाको जानकारीमूलक कुराहरू उहाँको दुःख उहाँको पीडा र विदेशमा भएको कुराहरू सम्पूर्ण अत्याधिक कुराहरू बताइसक्नु भएको छ जति पनि तपाईँहरू हेर्नुहुने सम्पूर्ण मेरो भिड दर्शकहरूलाई चाहिँ के भन्छु भने विदेशमा रहनुभएको र नेपालमै रहनुभएको उहाँ अनुभवी कृषक भिरगाउँ नगरपालिका 2 का इन्द्रप्रसाद गुरागाईज्यू मेरो काका है अनुभवी कृषक हो एकदम नम्बर 1 कृषक अब उहाँले आफ्नो दुःख पीडा सुनाइहाल्नुभयो आउने युवाहरूलाई पनि उहाँले यसरी गरौँ भन्ने खालको कुरा गर्नुभयो अनि दुःख लाग्दो कुरा अनि काकाले बजारीकरण सरकारले राम्ररी गरिदियोस् भन्ने कुरा नि गर्नुभयो त्यो पनि राम्रो कुरा उठाउनु भएको किनकि हाम्रो नेपालमा कृषकहरू मरिरहेछन् नेपाल कृषि प्रदेश देश भन्छन् तर कृषकहरूले उब्जाएको फलहरूलाई राम्ररी बेचबिखन गर्न सकेको छैनन् आफ्नो घर परिवार पाल्न सकेको छैन किन सकेको छैनन् भन्दाखेरि हाम्रो व्यवस्थापन बजारीकरण हाम्रो सरकारले गर्दैको छैन त्यसकारणले गर्दाखेरि कृषकहरूले आफ्नो दुःख पोखाउने जहीँ पनि हो नेपाल अधिराज्यभरि दुखाइरहेको छन् किन दुखिरहेको छन् त हाम्रो बजारीकरण राम्रो गर्दैन सरकारले गरिदियोस् भन्ने कुरा चाहिँ राख्नुभयो काकाले थ्याङ्क यू सो मच मेरो काका 2 वर्षको अनुभवी विदेशमा लन्ड्री काम गराए पनि नेपालमै आफ्नै गाउँठाउँमा यसरी कृषि गर्नु भएको छ साह्रै खुसी लाग्छ मलाई नि गर्न मन लाग्छ तर मलाई यो विविध कारणले गर्दाखेरि म गर्न सकेको छैन काका मेरो गाउँघरको दाजुभाइदेखि लिएर समेत सबले गर्नुभएको छ एकदम उहाँहरूलाई सल्युट छ है गाइस सल्युट छ अनि लास्टमा मेरो काकालाई चाहिँ के भन्छु भने अझै यसरी गर्दै जानुहोस् म भिडियो खिच्न आउने छु काका है
यो हामी मकै 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 कोदो 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 क्या यहाँ मुनि जति पनि देख्नु भएको छ नि यो जग्गा एभोकाड यो टमाटर सबै हाम्रो काकाको है। हाम्रो काकाले विदेश 6 वर्ष बसेर यही नेपालमै आफ्नो कृषि गरेर घर परिवार मेरो साथी उहाँको छोरा मेरो साथीहरू हो देश दाजुभाइ हो मजाले पाल्नुभयो पढाउनु भयो कृषि गरेर गर्नुभएको छ है। अब सरकारले व्यवस्थापन राम्रो गरिदिनु आउने कृषकहरू नमरुन् यसरी मन नदुख नहोस् भन्ने काकाको भनाइ र मेरो पनि भनाइ। म चाहिँ कुनै रिपोर्टर होइन पत्रकार होइन म एज अ ब्लगर हो मान्छे ब्लगर हो के गरौँ कसो गरौँ भन्ने खालको हुन्छ नि त। मेरो गाउँमा के हुँदैछ मेरो समाज कतातिर गइरहेछ मेरो गाउँको युवादेखि लिएर आउने बुढापाकाहरूले गाउँमा के गर्दैछन् भनेर सम्पूर्ण मेरो भिडियोमा आउँछ क्या भिडियोमा आउँछ के आउँछ त तर अर्ग्यानिक आउँछ क्या कसैको चाहे भ्युज आओस् चाहे कमेन्ट आओस् आई डोन्ट केयर तर आफ्नो वास्तविक कुराहरू के गर्दैछन् कसो गर्दैछन् भनेर म युट्युब मार्फत तपाईँहरूलाई देखाउने कोसिस गर्छु है देखाइरहेको छु। तपाईँहरू पनि कहीँनिर तपाईँहरूको दुःख पीडा केही छ भने पनि मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँहरूको गाउँ टोल छरछिमेकीमा पनि आउन सक्छु। ब्लग मात्रैदेखि लिएर मेरो सबै कुराहरू बिक्रीदेखि लिएर सबै कुराहरू भिडियो म मेरो युट्युबमा हाल्ने गरेको छु। मलाई प्लिज हेरेर साथ दिनु सम्पूर्ण मेरो दाजुभाइ इष्टमित्र सबैजनालाई नमस्कार भन्दै आजको लागि मेरो काकाकै बारी कृषि बारीबाट बिदा चाहन्छु। हस्त नमस्ते स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै आजको लागि कृषि ब्लग टाटा बाई बाई।